हेलो गाइज, गुड आफ्टरनुन। आज चाहिँ म देख्न सक्नुहुनेछ घाँस काट्नु गइरहेको छु हैन। धेरै वर्ष बादमा घाँस काट्नु जान्दैछु। अब घाँस पनि के को काट्छु भने चाहिँ म चाहिँ रुख घाँस काट्नको लागि जाँदैछु। यहाँ माथि बोजूको घर मुनि है टाकीको घाँस छ अनि टाकीको घाँस मैले काटेर ल्याउनु जाँदैछु। यो चाहिँ मेरो सिक्कल नाम्लो पनि छ। अन्त मेरो गाई चाहिँ यता छ, देख्न सक्नुहुनेछ तपाईँहरूले। ज्यादा त छैन, गाई पनि 3टा छ। घाँस पनि जोर बिगारिरहेको छ है। यता चाहिँ हाम्रो सब्जी बारी, फर्सी मुन्टा छ यता थुप्रो, दामी दामी भइरहेछ फर्सी मुन्टा पनि है। अन्त अब के कस्तो हुन्छ है। हिजो ल्याएको घाँस तलबाट आएर मैले खाएकै छैन रहेछ, पुरा बिगारिरहेछ है। पुरा नकरा गर्छ यो गाईहरूले पनि। अनि के गर्नु, अब गाउँमा बसेपछि त्यता त गर्ने, यति त गर्नु आइरहन्छ। अनि यता घाँस काट्दै भन्नु हुँदै थियो नि त देपाले बराले, अहिले यति मैले घाँस झारेँ। अब चाहिँ बारी गएर म जानेछु घर है त गाइस। भारी पनि मेरो पुगिसकेको छ। मेरो भारी पनि पुगिसक्यो। अब चाहिँ म लागिँदै त घरतिर। हाम्रो घरको बाटो यस्तो चाहिँ के भइरहेछ, क्यामेरामा पानी पस्यो कि क्या हो है। यहाँ पुरुष चाहिँ धेरै नै ठुलो छ। धेरै पहिला पनि फलेको, अहिले चाहिँ फल्न छोडेको छ। अब के भयो, धेरै नै बुढो भइसक्यो होला बोट। फाइनली गाइस गाई गोठ आइपुगेँ। पापाले पनि घाँस ल्याइसकिसकेको छ हो। अनि यता मैले लिएर आएको छु। अब घाँसबारी खोलेर जानुपर्ने हुन्छ। यो चाहिँ मेरो गाई है, यो सबै मेरो हो। मेरो छैन, अदिया आन्टीहरूको।
मैले चाहिँ अब पालिदिएको यताबाट भर्खर ब्याएको छ बाछा। अब के गर्नु होइन गाइस, गाउँठाउँमा बसेपछि यति त गर्नैपर्छ, त्यति नगरी हुँदैन। हाम्रो गाउँ चाहिँ यस्तो छ, देख्नुहोस्, हेर्न सक्नुहुनेछ तपाईँहरूले। हाम्रो गाउँ चाहिँ पत्रा छ, यस्तो ठाउँमा त को पनि आउँछ होला हौ कोही आउँदैन। पत्रा छ गाउँ चाहिँ।